नमस्ते सबैजनालाई, सबैजना ठिकै हुनुहुन्छ होला। फेरि नि एउटा नयाँ भिडियो लिएर आएको छु। अन्त आज चाहिँ म बाहिर जाने हो, अन्तखेरि मेरो एउटा सानो काम छ हो। तपाईँहरूलाई पनि देखाउँछु म कहाँ जान्छु भनेर है। तर बाहिर चाहिँ धुप छ नि, नभन्नुहोस्, हेर्नु न कति धुप छ हो। अन्त अब हेर्दै गर्नु है। म चाहिँ यहाँ सेलुनमा आइपुगिसकेँ। अनि मैले अघि तपाईँहरूलाई भनेको थिएँ नि मेरो सानो काम छ भनेर। काम चाहिँ के हो भन्दाखेरि चाहिँ मेरो हेयर ट्रिटमेन्ट गर्नु थियो, अनि त्यही भएर यहाँ सेलुनमा आएको। यो सेलुन चाहिँ कहाँ हो भन्दा चाहिँ यो बेङ्गलोरको कोरमङ्गला 6 ब्लकमा पर्छ है त। अनि यहाँ चाहिँ मेरो ट्रिटमेन्ट स्टार्ट भइसक्यो। भाइले हेयर वास गरिदिनु भयो, अनि हेयर वास सकिसक्यो मेरो है। अब चाहिँ ट्रिटमेन्ट स्टार्ट हुन्छ। मेरो ट्रिटमेन्ट भन्दाखेरि पनि म हेयर बोटक्स गर्नु आएको नानी हो। अस्ति दाजुले मलाई सजेस्ट गर्नुभएको थियो नि त, हल्का तिम्रो हेयर रब भएछ, बोटक्स गर्नु अलिक राम्रो देख्छ भनेर। अनि टाइम थिएन, आज चाहिँ टाइम मिलाएर आएको गर्नु। अनि दाजुले चाहिँ यहाँ क्रिम अप्लाई गरिदिनु हुँदैछ, हेयर ट्रिटमेन्ट स्टार्ट हुँदैछ मेरो है त। सो यति गर्नु होला मेरो भिडियो है। आफ्टर गरिसकेर पनि म आफ्टर लुक पनि देखाउँछु, अनि तपाईँहरू हेर्नु होला। अनि यो चाहिँ प्रडक्ट लगाइसक्यो, अनि यो चाहिँ 40-45 मिनट्स राख्नुपर्छ अरे। सो आफ्टर लुक हेर्नु, मलाई मेरो हेयर कस्तो देखेको छ, मलाई कस्तो देखेको छ कमेन्ट गरिदिनु है त। मलाई कस्तो राम्ररी देखेको छ नि। सो बाई बाई, यति हो आजको भिडियो।